गुड मर्निङ कति बजे छ अहिले कति बजे छ घडी हेरौँ 5:45 भएको छ है 5:45 मर्निङको 5:45 भएको छ हामी कहाँ घुम्न जानुला जिरोना जाने भनेर दिदीभाइहरू बिहानै ल उस पनि ट्राफिक लाइट पनि बन्द भयो यताबाट जाने अब आज कति बजी घुम्न जाँदैछ फरुवा आएदेखि अब बल्ल भन्नु पर्यो 2 महिना हिँड्न त हिँडेछ तर घुम्न जाने भनेर बार्सिलोना बाहिर चाहिँ गएको छैन ल भाइको फोन आयो काजीमानको हामी एल्फोनेक्सबाट मेट्रो चढेर पासा दे ग्रासिया जाने त्यसपछि ट्रेन जाने फोन आयो भाइ पनि आयो पासा दे ग्रासिया दिदीलाई भेट्ने हो दिदीले पर्खेछ चलो खाली मसला बैठा हो यता पकड हेलो अहिले रिचार्ज गर्नुपर्छ आउने बेलामा त्यो जिरोना होइन नि हालको जिरोना हामी कहाँ पुगे ए देखाए त्यो माथि के माथि हो हैन जुम गएर अहिले भेट्दा गराइयो हैन अब हेर अब मलाई कफी खानेको तल हुँदै आउँछ होइन कफी खान मन लाग्छ अहिले त निद्रामै छ हाम्रो ब्रदर यहाँ फेरि मोबाइलमा बिजी गुगल भनेर होला नि हमें चक्कर आ रहा है सबैभन्दा झ्याउ लाग्ने के पासा दे ग्रासियाको यो हिँड्नुपर्छ नि लामो छ क्या यहाँ हिँड्ने हेलो जुवारी सङ्घ अध्यक्ष मेरो भाइ स्पेन आएर ठुलो पद पाउनु भएको छ जुवारी सङ्घ अध्यक्ष अनि फोन चाहिँ किन गर्नुभयो नि तपाईँ त्यहाँदेखि मलाई बार्सिलोना यो ठाउँको नाम यो घरको नाम कासा पोतेया हो कासा बाते ढिला भयो भागो ढिलो भयो रेनफे छुट्यो देखो ये हम लोगों को भगा रहे हैं वो देखो वो खा रहे हैं हम लोग भाग रहे हैं हमारा सुपा दीदी यहाँ पर बैठ रहे हैं ल हामी अब कस्तो ग्रासियाको रेनफेस्ट अर्को वरिष्ठ मान्छे आउनु भएको छ यहाँ मेरो दिदी के छ ठिक छ बिचै दोकाने होला नि त आजको हाम्रो कफीको स्पोन्सर पाएको छ है फेरि उहाँ होइन फेरि सुचित राणाबाट ऊ त्यो मनुष्य यो कता गयो यो मनुष्य
स्पोन्सरज्यू आउनुहोस् छिटो कफीको स्पोन्सरज्यू पधार्नुहोस् होइन कफी स्पोन्सर आजको हाम्रो कफी स्पोन्सर है कफी त खानुपर्छ अहिले अनि अघि नै 1-2 घण्टा के गरेको 1 घण्टा अगाडि ल आज के खाने र के खाएको र योभन्दा मिठो मसँग छ खाने हो यो मुन्टा आउँछ क्या यो त्यस्तै हो कि सेम काइन्ड अफ सेमै हो तर फ्लेभर डिफ्रेन्ट हो यो स्पेनिस भयो कि यो चाइनिज हो मिठो खायो के दुधको हो र चपाउनेवालै हो कि किटिङवाला हो कि होइन त एउटा हजुर त्यस्तै खालको चाहिँ पछाडि तल छ यो पाम भएको 3 दिन छुट्टी होला नि ल मैले भन्न त भनेको हिजो तर चलपल दियो अनि पछि मैले केही भाउ दिएँ गुलियो होइन नि सिङ्को ल कफी आयो है 5वटा कफी अझै आएकै छैन कसकोमा पुगेन रे आएकै छैन अर्ली मर्निङदेखि एनर्जी अहिले एकछिन सुत्नुपर्छ सबै याङ्ग हुन्छ अरे मेट्रो के ट्रेनमा सुत्नुपर्छ अब त के निद्रा लाग्ने हो र लाग्छ र एकछिन लाग्दैन त्यसरी लाग्छ हाम्रो चुप्पा दिदी लुक एट यार एउटा कि दुईटा खै मलाई त उसको हातभरि भयो उसले पकाइदिन्छ तिम्रो चपाती पक्रा त मैले ठुलो सुगर हाल्दै हुनुहुन्छ चिनी गोले गोले बन्द भयो टाइम छैन ल ल ल ल खै दिन मैले राखिदिन्छु तिम्रो कफी ग्रासियस चेस 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 दिदी चेस ओ चुप्पा दिदी चेस दिदी मेरो नि यहाँ छिराइदिनु न मेरो पनि खोइ यहाँ छ यो होइन होइन अर्को छ पैसा आयो छिराउने होला नि यहाँबाट छिराउने र अँ, अहिले त फर्क्यो त उताबाट होला नि लु हामी अब रेनफेको स्टेसनमा आयौँ तर कता लिपस्टिक लागि गयो नि त ओ वाउ पासो त्यो ग्रासी आएर 1.5 घन्टाको यात्रा सुरु कति रे हाम्रो 6:20 गयो नरिसाइकन यसो चेयर्स गरौँ न त मेरो त लिपस्टिक लगाइसक्यो केही हुन्न ल ए नरिसाइकन चेयर्स गरौँ भनेको के एकचोटि अँ त्यसले च्याउ हाल्दैछ कफी रे कस्तो सरप्राइज अरू कुरा के गर्ने त ओ मेरो त लिपस्टिक लाग्यो चेयर्स ल वेलकम टु द जिरोना मेरो खसाल्नु पर्ने लगाउनु पर्ने हाम्रो टाइम भइसक्यो 6:21 को भनेको आएन किधर चला गया हाम्रो 6:21 को हो नि इन्डियामा त झर्ने खिरोना त्यही हो
त्यही हो आयो हाम्रो स्टेसन मेट्रो होइन यो पनि होइन यो पनि गयो त कहाँ हो र आयो भागो भागो भयो आज हाम्रो कता बस्ने छैन पो ठाउँ उतातिर अजी सबै एक एकजना बसेको हेर न खतरा दौडी थिएँ नि भिडियो गर्ने अडन्न त्यो मजा हुँदैन कि छैन भाइ उतै जानुपर्छ खोल त त्यो कस्तो उस रहेछ यहाँ त घुप्पा होइन 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 यता पाइहाल्छ नि यो कता जान्छ यसै जान्छ होइन यो अटाउँछ ल यहाँ त्यो म सुल्टो उठ्छु यता बस्छ तिमी यहाँ बस्दा हुन्छ किसिम ल्याएन ल है चल्यो है छोटो ट्रेन हो कि है ल हामी अब यात्रा जिरोनाको अब चल पऱ्यो नाटक हेर्न खोजेको ए आमा खुट्टा हेर्न खुट्टा हेर त हाम्रो कफीको हालत के अरे गाउँदला पात 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 छ्या पानको पात्रे ल यता पो देखाउने सेतो रातो ए खै घाम घाम पनि देखेको छैन बल बल अलिअलि देखिँदैछ कस्तो उस कलरको देखेको क्या यहाँ पर्पल पिङ्क 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 मेरो कपाल जस्तो देखेछ हौ यतातिर देखेको कपाल जस्तो क्या हँसाउँछ भाइहरू हेर यिनीहरूले चाहिँ नास्ता खाने मेरो भाइहरूले नास्ता खाने पैसा जम्मा गर्दैछ खसाले ए हेर त यहाँ ए मेरो त म त फेरि सेतो कलर लगाउनु हुन्न होइन यस्तो गर्नुपर्छ खप्टाउ कि त्यही भएर यस्तो नौटङ्कीहरूसँग हिँडेपछि कसरी गर्दा पोज दिनु भन्दा कसरी पोज दिन्छ कि उता फेरि पैसा जम्मा गर्दैछ है हाम्रो नास्ताको लागि फ्रीमा खाँदैछौँ फ्रीमा डुल्दैछौँ त्यो भन्ने के अघि टिकट काटिसक्यो आफ्नो होइन डुल्दै चाहिँ होइन खाँदै चाहिँ हो पिउँदै चाहिँ अब होइन बिचार कफी त खुलायो नि पियो ओ मर्ने राम्रो देखियो बहिनी तिमी बातीले त लिएर छोरा सनराइज आयो ल सनराइज भयो ल कस्तो मजाले देखिन्छ छेदियो है हाम्रो गोल्डन टाइम ल खाए ल त्यस्तै गएँ ल भन गएँ ल ए आयो ल हो क्या Look at this golden hour. हामी 5 बजे उठेर ट्रेन चढ्नुको रिजन भनेको यही हो ल
गोल्डन आवर हेर्नु होला ल यता हेर रामदेव हेर त खतरा देखेछ दिदीको टोपी भाइले लगाउने यो सान सेबास्टियनको हो नि वेलकम टु जिरोना ल है आयो रे हामी त कता हो किन हो र नरोक्दै झार्न खोज्ने यार बोतल खोइ तपाईँको कुनै के यस्तो हत्तिन्छ छैन मै छुट्टी छु ल आयो रे है हामी यहाँ झर्ने हो रे खै आज कता कता घुमाउँछ नाची रोकेको छैन हेर्नु कति के त्यस्तै छ कि यिनीहरू त Look at my brother. Let Ruby. Oh my god. A star. Look at the thing. A star. कोही फेरि यहाँ रेडी छ फेरि कतिखेर झर्छ र अनि नाटकहरू ल हामी अब गिरौना पुगिसकेका छौँ है ओके छ त नि बोलिरहेको हो यहाँ गिरौना हामी आइसकेका छौँ अब दिदीहरू अगाडि हिँड्दै हुनुहुन्छ खै त वेलकम गिरौना हुन्छ वेलकम टु जिरोना खै दिदीले अभि के हो यस्तो के हो दुईजना अगाडि गइसक्यो हामी पछाडि नै छौँ खालू और फालतू भाई कैसा लग रहा है आपको अच्छा लग रहा है धेरै पछि हैन फ्रेश फ्रेश फिल भएको छ लास्ट स्टेसन रहेछ कि सानी यहाँ सबै झरेको है खै हाम्रो पिङ्क टोपीवाले कहीँ देखिन्छ होला है त्यो कता गयो पिङ्क टोपी हाम्रो टुर गाइड कता गयो हाम्रो पिङ्क टुर अच्छा लग रहा है बाहिरी दुनिया र मान्छेहरू म बाहिरी दुनियाँमा 2 महिना 5 दिनपछि निस्किँदैछ र मान्छेहरू कति धेरै छ होइन रोक्नु नि होइन तिनीहरू त्यहाँ सुई त चुरोट खान लाग्यो के चाहिँ फालिदियो यहाँ डस्टबिन यो जिरोनाको स्टेसन कोही कोहीलाई जाडो भएको हो कि त्यो सामान पकडेको हो कि के हो जाडो चाहिँ हुँदैन नि त होइन स्टेसनबाट बाहिर निस्किँदै है स्टेसनबाट बाहिर निस्किँदै आजको हाम्रो मलाई चाहिँ भोइस ओभर गर्न खासै मन पर्दैन भोइस ओभर चाहिँ आज मेरो भाइले गर्छ हामी होली खेल्न आएको ठाउँ जस्तो छ त अनि जिरोनामा साबादेव लगाएको होला नि तपाईँ छ र किन छिटो किन निस्केको भने चाहिँ हो यही धुवा उडाउन आगो ताप्न यस्तो जिरोना मुखै नधोइकन उठेर आज तपाईँले भिडियो गर्छ त्यही नै हो नि अर्ग्यानिक आजभोलि अर्ग्यानिक चल्छ अरे के अर्ग्यानिक बाटोमा मिल्यो आटो दिएर दुनियाँ मुख आजी अहिले साइकल चलाउने रे सुब्बा गुरुङलाई साइकल आउँदैन भनेर भनेको त स्टार्ट गरिदिन्छ अब हामी भ्यू पोइन्ट जाने एउटा सम्म पट्टाउने त्यहाँ कुरेर बसिरह्यो भ्यू पोइन्टमा नजिकै 10-11 मिनटको लजा अब हामी हिँड्नुपर्छ है त्यस्तो छ
हिँड्नुपर्छ भनेको त्यही त भनेछु त हिँड्न कामै हिँड्नुपर्छ घुम्न इदा बोल्दाको टिकट रेडी छ होइन टक्क टिकट लेख्ने अनि जाने के छ त यस्तोमा हामी कोही पनि पढ्दैनौँ हामी हिँड्नेमै पढ्छौँ होइन के भनेको के बोलेको भाइ के सोचेको भाइ नलसे के हो यो है थाहा छैन खै कता हो 09 स्टेसन छुट्यो ओहो ल हेर यहाँ हिमाल चढ्न हिँडे जस्तो यो पर्ने सम्भावना छ माइ गड जिरोनामा अहिले हिउँ पर्छ अरे त्यही भएर यहाँ प्रिपेयर भएर बस्नु भएको छ यो चाहिँ जिरोनाको गाई यहाँको भसुरा बार्सिलोनाको भन्दा राम्रो हुँदो रहेछ युज गऱ्यो है भसुरा युज गऱ्यो जिरोना काची छि पढी के हो यस्तो कतातिर हौ त्यो माथितिर डाँडातिर लैजाउँ ल त्यही होला नि दिदी तपाईँको बोयफ्रेन्ड तपाईँसँग रिसाएर दुधो फर्किन्छ राम्रो राम्रो सोलो उता दोकानमा भएकोहरू होला नि ल हेर हामीलाई घुमाउने मान्छेहरू उहाँ पुगिसके आफ्नै दुनियाँमा तिनीहरू गेमको कुरा गर्दैछन् होइन अहिले ल हेर फोटो कस्तो आएको छ होला है के हुन्छ नि ओ बिचरा कतातिरबाट हो यसरी जाने हो अन्त नि पानी छ भनेर खोला हेर्न आएको रे पकाएको चाहिँ खै खोला त एक लाइन मात्र यस्तो रे ल के भेटायो केटाकेटी के नै भने भनेको त यस्ताहरू के भेटायो के भेटायो मेरो माया मर्न लागिसक्यो त्यहाँ ए हो र माथि भ्यू पोइन्टमा ओके छ त केही भेटेन ल है अब जहाँ गयो नि उकालै चढ्ने हो भयो भने हो भ्यू पोइन्ट गाइड ज्वरो आउँदाखेरि यो थिचेर लाग्यो भने ज्वरो सन्चो हुन्छ हो र लिएर जाऊँ न त ए हो ए वैद्य लिएर हिँडेछौँ हामीले बिरामी भइहाल्यो भने खै भ्यू पोइन्ट भनेर त आयौँ डाँडै देखिन्न यता हो कि यता हो टिबेटन फ्ल्याग पनि राखेको रहेछ नेपालीको घर हो कि स्पेनिस नै हो नलोसे पस्नेछौँ ल हाम्रो गुगल म्याप तिनवटा गुगल म्यापहरू अगाडि अगाडि हुनुहुन्छ भ्यू पऱ्यो ऊ त्यो माथिको उस होला हौ त्यहाँ पानी ट्याङ्की जस्तो होला
अब यताको टावर होइन रहेछ के अरे अब यता रहँदैछ बाटो त यता नि छ उता नि छ चिन्ता गरेर अब के भन्नु लाग्छ है हाम्रो गुगल म्यापले बस मलाई दिदीभाइ भन्नु छ कसरी लगाइदिएको नि लगाइदिनु त लगाइदियो हेर न सानी काठमाडौँको घर जस्तो है सुन्तला चोर सुन्तला चोर्ने रे यिनीहरूले सुन्तला चोरहरू वैद्यजी हुनुहुन्छ नि त उहाँ अनि गाँजाको पात कुन हो सब थाहा हुन्छ उहाँलाई वैद्यजी भसुरा ए तल फाल्ने भसुरा पस्न एकचोटि कता पता ल्याएर भ्यू पोइन्ट यही होला गुगल म्यापले कति घुमाउँछ धेरै घुमाउँछ त्यो पिङ्क टोपीवालाको को भनेर हेर्नको लागि म होला नि पिङ्क टोपी लगाएको त अहिले के हो र सिँढी रहेछ नि त त्यहाँ यो यसमा जानेलाई के यतापट्टि जानु उताबाट हो कि त्यो बन्द भएर हो कि ए उयो यो बााउन्ड्री भित्रको चाहिँ बन्द भएर उतैबाट आउन मिल्छ कि बन्द 9 बजे मात्र खुलिन्छ त्यो हामी डाइरेक्ट माथि लगाइ खुट्टामा काँडा सिसा पनि गढ्यो जिरो नआएर केही न केही त हुनुपर्छ नि त देख्नु है मैले पोस्ट गरेँ नि टिकटकमा ल अब यता यो किल्लामा हामी अहिले जान सकेनौँ बन्द भएको कारण अब हामी आउन जुगा छ अब हामी यसरी जाँदैछौँ थाहा छैन कता जानु लाग्यो तर जाँदै चाहिँ छौँ हिँड्ने नै यसरी हो भन्दै हामी लाग्छौँ अनि गाउँ जाँदै हो कसो गाउँ तपाईँको कि मेरो ए मिलन भएको गाउँ मिलन भएको गाउँ जाँदै हो ल गाउँ आयो गाउँ लुक एट दिस गाउँ खङलाङ र खुङलुङ गाउँ जाने बाटो खङलाङ र खुङलुङ गाउँ जाने बाटो भने जस्तै छ थाक्यो चढेको त धेरै होइन के अरे उकालो त्यही पनि थाक्यो चुपक्रुङ हाउ आर यु गुड यो हो मोलिनाको डाँडा त्यस्तै छ मोलिना डाँडा लेडिज एन्ड जेन्टलमेन सम्पूर्ण दिदीबहिनीहरू कृपया आजको मुख्य प्रमुख अतिथिज्यू कस्तो डाँडामा बोलाएको यार कहाँ छ के त्यो होइन हाम्रो बुहारी कता गयो खोज्दा हैरान भइसक्यो यार म त फर्किम कि अगाडि दुलै दिन आएको यत्रो जन्ती लिएर आएको हेर तिनीहरू चारजना ए माया कहाँ छौ तिमी अहिले ससले ल फेरि लखर लखर गाउँतिर घाम राम्रो आछ खै ए त्यो उस फोकस भएछ क्या यता गयो चाहिँ ल हेरौ त्यहाँ पानी यहाँ चाहिँ खतरा मात्रै छ
पँधेरा आयो त्यो पँधेरा खोइ पँधेरो ए यहाँ त नि पँधेरो पानी पँधेरा ऊ गोल घर ऊ गोल अनि यो फिल्ड कसरी गराएको है त्यो फिल्ड के यो के उस खेल्ने फिल्ड जस्तो के त्यो यस्तो 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 छिराउँछ नि होइन होइन यस्तो हामीले हातमा यस्तो यस्तो खेलेको त्यो एउटा चक्कालाई बललाई यस्तो पिचमा घुमाउने हुन्छ नि बुझेन हौ खजाना तिम्रो खजाना खोज्नु होइन छ्या भगवान् हाम्रो रक्षा गरेर हाम्रो सही सलामत घर पुऱ्याइदियो पँधेरो हो कि अघिको खेती गर्ने पानी जम्मा गरेर राजा ल यो चाहिँ हाम्रो भाइको खेतबारी हो अरे है हेर्न आएको छ उसले फुल चाहिँ फुलेर रहेछ साग रोपेर खाना आउनु होला ल गाउँठु लाउँदैछु म यो दिदी यो सबै फाँकडी मेरो हो कि ए हो ए ल ठिक छ हाम्रो पनि उतापट्टि छ नि फेरि यहाँ चाहिँ कि यहाँ होइन होइन हाम्रो त उता घाम मजाले लाग्ने ठाउँतिर छ यहाँतिर अलिक खाल्डो पर्दो रहेछ बिग्दैन कि यहाँको अलि त्यो घाम यसरी जाँदो रहेछ परेर कसले नि किन्न खोज्दैन एउटा भाग्यवान तपाईँ हो किन्नुहोस् न माछा मार्ने बल्छी बनाउनुहुन्छ अनि अहिले लखट छ नि फेरि हामीलाई लट्ठी बनाउनु मन्दिरको घन्टा बज्यो अरे हाम्रो दिदीले आफ्नो बारी देखाउन लिएर जाँदै हुनुहुन्छ अघि यो हाम्रो भाइको सानाबाट हाम्रो चुप्पा दिदीलाई बेसरी चिसो भएछ के हो यहाँ गर्मी ठाउँको मान्छे अब जाडो ठाउँमा आएको हो गाडीवालाले गर्दै गीतहरू अब हाम्रो जिमिनदार भाइको लागि बुहारी चाहिँ जग्गा यही हो जग्गा यही हो होइन प्रशस्तै छ जग्गा यही हो घर पनि कस्तो राम्रो छ है अब कमेन्ट गर्नु होला एउटा बुहारी चाहिएको हो अब कोही इच्छुक छ भने हाम्रो भाइ यहाँ हुनुहुन्छ यसो यता हेरौँ त भाइ यहाँबाट कस्तो मजाको सिटी देखिन्छ पछाडि है त्यो चर्च पनि रहेछ यहाँ नजिकै यहाँको ढुङ्गा पनि कस्तो राम्रो देखेछ अब कता कता हिँड्ने बालेन शाह त होइन हर्क साम्पाङ चाहिँ होला हाम्रो राजा हाम्रो देश प्राण भन्दा वान्स मोर राजा हाम्रो देश प्राण भन्दा ल्याएर त्यहाँ राख्ने ओ यहाँ खै त अर्को उताबाट आएन नि त ल हाम्रो फेरि उकालो बाटो आयो अघि हामीले देखाएको यही हो कि छैन उताबाट आएर यहाँ सिधै आउँथ्यो हो है हो है बोल्नै भएन एकचोटि टेक्न हाम्रो यहाँ कमिलाको घर तर कमिलै देखेको छैन हेर्नु है त्यो जुका लाग्ला नि फेरि फाइदा भएछ हिल नलगाएर नभए हाम्रो दिदीहरूलाई हिँड्न कति गाह्रो हुन्थ्यो है हामी एक्सपिरियन्स मान्छे हो नि त कोसँग जाँदैछौँ किन जाँदैछौँ त्यो अनुसारले ड्रेसअप गर्छौँ है हामी अब उकालो चढ्दै हो
सनराइजिङ हुँदैछ अनि ए मोबाइलमा बल्ल देखाइरहेको छ नि त ओहो यहाँ म्यापमा पुरा एन्टिना So this is defenses de Girona रे सही हो यो चाहिँ किल्ला यही हो यहाँको कति सिन्स 1613 बेस यो चाहिँ म जन्मेको सालमा बनिएको छु 1630 दबाई के सबै गायब भएछन् त मलाई छोडेर है गाइस यता पनि हेरौँ है यता पनि हेरौँ हामी बार्सिलोनाबाट 1.5 घन्टा लगाएर यहाँ गिरोना आइयो गिरोनाबाट सनराइजिङ हेर्नको लागि गिरोना स्टेसनबाट आधा घन्टा माथि आइयो है सनराइजिङ पनि हेरियो अब उ त्यो रेड कलरको यो गिरोना सहर हो त्यसपछि हाम्रो त्यहाँ गिरोनाको फुटबल स्टेडियम हाम्रो यहाँबाट फुटबल स्टेडियम पनि देखिँदो रहेछ तानेको त्यति साह्रै राम्रो देखिएको छैन अल्लाह मुझे दर्द की ल बता ओए सुजित आइज यताको बाटो फेरि सर्टकट यही त रहेछ नि ओ बुहारी नपाएको कारणले भाइ बिजोगमा हेर त बिजोगमा उकालो चढ्दै जन्तीहरू यहाँ परेसान भइसक्यो बाटो बुहारी नपाएसम्म हामीलाई खाना नखुलाउने रे ब्रेकफास्ट भोकै हिँड्दा थकित भइसक्यो त्यो उसतिर तोरीको फुल पनि थियो क्या बारी उस पनि थियो क्या तोरीबारी रे है तोरीबारी कत्रो ठुलो तोरीबारी छ ल हेर डराएको सर्व जस्तो अलिक कलिलो तर यो तोरी होइन छ्यामी तोरीको पाता यस्तो हुन्छ त होइन मलाई थाहा तोरी कस्तो हुन्छ वैद्य बन्नुभयो उहाँलाई सबै थाहा छ तोरी नै होला नि होइन यो केही होला साग खतरा यार चस्मा खोलेर न न न न नगर्नु जस्तो गर्नु सबै आफ्नो आफ्नो उसमा गन्तव्यतिर हिँड्दैछौँ हाम्रो भाइ चाहिँ यहाँ ए केपी ओली आयो त्यहाँ टावर यो टावरमा जाने हामीलाई चाहिँ घोडाको दाना खुलाएर हिँडाइ छ है घोडाको गु फेरि दाना पनि कस्तोलाई दिएछ भनेपछि त्यो दाँते नहुने अब यो भ्यू टावर हो कि यो इलेक्ट्रिसिटीको टावर हो कि वाइफाईको टावर हो थाहा छैन केपी ओलीको टावर सरी एक बार और तिमी पकर है
जुवारीहरूलाई देखेर ढले ढलेर गएको उहाँ त झन् नम्बर 1 यो भ्यू पोइन्ट बनाउनु एउटा लट्ठी तपाईँले तिमीलाई म नाम खोपेर गिफ्ट गर्छु यो उस होला हौ टावर समथिङ जान पाउँदैन जस्तो छ टेलिकमको टावरहरू ल अब चाहिँ होइन यो त बेत हो बेत है यो कुर्तीहरू बनाउनु बेत होइन बेत भन्छ क्या कुकुर जस्तो प्याट हुने त खोको हुने गाइस हामी चाहिँ बोलाइरहेछ उहाँ हामी चाहिँ हेरेको हेरे आमुई कति राम्ररी देखेको हो सानी बाजेहरूलाई त छोडिदेऊ क्या म भित्तामा टाँसेछु नि त मेरो हकर्स यहाँ पनि रहेछ 7 नम्बर आउँदो रहेछ बस 11 नम्बर नै आउँछ 11 नम्बर त अब हाम्रो हो के रे यो प्राइभेट हो अब बल्ल गर्नु हुन्न चुपा दिलामा चिसो भइरहेछ अझै मलाई त जाडो बस्छ खास हामी टावरमा चढ्ने हेरेर आएको तर यो चढ्न नमिल्ने टावर रहेछ केपीहरूलाई सोध्नुपर्छ कुन टावर के हो फिफी दिइरहेको ताल रे कस्तो मान्छेको भरोसामा आइछ टोइलेट नरहेछ के सानी नेचुरल ऊ त्यो भित्र होला नि त सानी हो भ्यू पोइन्ट ढोका सोका केही छैन र भयो जाम अब काफेटेरिया खोज्दै खोइ ओ त्यहाँबाट देख्थ्यो होला नि सानी बरु देवी थान जस्तो छ छिटो हामी कफी खान जानुपर्छ यहाँ बस्छ उतातिर बस्ने कि खरा सही मजा आएको छ क्या कुकुरी कहाँ नबोले सुन्छ रे सबैतिर बस्ने डेस्कहरू राख्दो रहेछ यस्तो कि है टक्क खानेकुरा ल्याउने बसेर ठाउँ चाहिँ दामी छ है बस्ने ठाउँ त्यस्तै भयो यहाँ पनि बस्ने ठाउँ रहेछ सही हो लगाएर भाइहरू विश्राम गरौँ अब नास्ता खानेतिर जानुपर्छ अब यतादेखि हामीलाई त झर्ने कता हो पछाडि होइन चिप्लेला भाइ कता गयो तिनीहरू त यस्तो उकालो ओह्रालो झराले छ नि चरायो कहाँ गयो यिनीहरू ओ त्यहाँ छिटो टोक्रा
तिनीहरू पुगेको छैन मार्छ अहिले हामीलाई अब साह्रै रहेछ यहाँ होइन पुग्दो रहेछ माथिदेखि उछेर आएको त्यस्तो डेन्जर हो भुकेकै छ यतातिर आयो उफ्रेर दिदी छिटो नभागै साह्रै पुग्दो रहेछ क्या बाटो त के है नेपालको जस्तै नि त्यो सफा भन्ने मात्र त गाउँतिरको यो यस्तो माटोहरू कस्तो बास्ना आउँछ अनि त्यो झारहरू पनि के अनि त्यो फ्रेस हुन्छ अब यहीँ उस्तो सबै उस भयो होला नि पोल्युटेड ऊ उहाँ नेचर कल गरिरहेको रहेछ ल नजाम उतातिर अघिको त त्यही भुग्नै राखेको होला नि ल्याएर जङ्गल तर हामी नर्मल्ली घुम्न जाँदा यस्तै जङ्गलै हुन्छ है अस्ति रुपित जाँदाखेरि पनि योभन्दा पनि खतरा थियो त्यो बेला त यो त गाडी त त्यहाँ नि आधासम्म हिँड्थ्यो त्यसपछि चाहिँ हिँडेर है त सबै यहाँ घरहरू भएर होला नि तर मजा त यस्तैमै आउँछ क्या भाइहरूलाई यतातिरको हामी त्यो डाँडा गएर आएको त्यहाँदेखि के को टावर रहेछ केपी भएको टावर घुमेर फर्किँदै होला बधाई छ तल झऱ्यौँ हामी माथिदेखि अब ब्रेकी खाने तर ब्रेकफास्टमा ब्रन्च खाने कि टिपिकल ब्रेकफास्ट खाने दिदी वाट डु यु वान्ट फ्यान्सी ब्रेकफास्ट कि टिपिकल मलाई त भोक लागेको बेला आफूले पकायो भने चाहिँ खान्न होइन त्यहाँ गएर चाहिँ त्यसरी बनाउनु दिदिनँ भन त्यही हो र कलरफुल घर त यो त होइन घुम्न हिँड्दा सबभन्दा गाह्रो भनेको फुड हन्टिङ दुईजना अगाडि छन् दुईजना पछाडि छन् बिचमा म छु रेस्टुरेन्ट खोज्दै हिँडेछौँ ब्रेकफास्टको लागि औ मुसा करायो मुसा के अहिले त है पेट कराएको के भोक लागेको होइन पेट कराएको लगेर जुससम्म खाना पाइयो यहाँ त मान्छेहरू हिँड्ने रहेछ तलको उसमा त ल के हो भन्छ सिटी वाल यहाँदेखि सिटी हेर्ने सिटी त्यो वाल छ नि त्यो त त्यहाँदेखि टक्क यहाँदेखि ल सिटी वाल जाने फेरि उकालो त्यो हात पक्राउनु अन्त लोड छ क्या दिदी यार ल सिटी वाल अझै छ कि सकियो सिटी वाल कि हिँड्दै जानेहरू अझै छ यो ए वहाँसम्म हो अनि सबै वाल हुँदै उतै पुग्ने हो र यो हेलो
क्या हेलो मुट्यो होला नि अर्को त्यहाँसम्म त पुग्नुपर्छ हामी मैले त्यहाँबाट सकेनौँ भने ट्याक्सीमा फर्कौँला सिधै स्टेडियम जामला होइन अनि स्टेडियमबाट अनि त्यहाँ के देखेँ के छ र चेन्ज अघि नै कस्तो कालो देख्छ हेर्दा सेतो देखेको छैन हेर्दै जाँदा अनि कस्तो कालो देखेको थिएन माथिबाट हेर्दाखेरि त्यो कालो कालो पत्ता जस्तो अस्ति यो रुख हेर्नु यस्तो कालो अनि सेतो देखेर टङ्केको छैन अलिक हाल्छ सिटी वाल ग्रेट वाल अफ चाइनाको सानो भाइ अघि यहाँदेखि तलदेखि माथि अरे उता डाँडा गयौँ नि अभि कस्तो डर लाग्दो ढाक्ला ढाक्ला गर्ने सिडी हेर्न कत्रो टाढै छ माई गड माई गुडनेस चरा दिदी चरा चरा Oh my god. कहाँ पुग्यो हाम्रो जनताहरू कुन चाहिँ माथि गएछ त्यहाँ गएछ तिनीहरू चाहिँ माथि छन् हाम्रो जनताहरू माथि क्लारो यस्तो पिसाब चाहिँ खतरा गना छ Oh my god. के भएछ यहाँ चाहिँ 360 भ्यू होइन त्यो त्यहाँ बादल लाग्यो चुप्पा गुरुङ यहाँ चाहिँ 360 भ्यू रहेछ कि यसरी यहाँदेखि तल छ कत्रो होला अनि ल चाउला ल मारिदिन्छु तिमीलाई यहाँ बस्यो भने चाहिँ डेन्जर धेरै हुन्छ होला है मर्निङको यस्तो यस्तो बनाएको होला है त्यो आर्मीहरू कति खाएको घोडा 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 त्यस्तो बुट लगाएर घरको अगाडिको त राखेर पछाडिको मोडर्न गराउँछ
Once more. Once more. नाच्नु न. के ए रोज फ्लावर जस्तै है रोज फ्लावर जस्तै छ तर रोज होइन होला रोज त हामी कता निस्क्यौँ आयो मलाई थाहा छ अरे देखे सुन्यो वैद्य हो नि त ऊ वैद्य हो सबै थाहा होइन के हामी कता कता हो कता कता हो यस दिस इज अनि त्यहाँ खिचेथ्यौँ भिडियो खिच भनेको त यिनीहरू हेर्न कस्तो ओके ग्रुप फोटो खिचौँ के यो गेम अफ थ्रोन सुटिङ भएको ठाउँ रे ल फाइनली आयो सो स्ट्रगल इज रियल है यहाँ सेल्फीको लागि सबैजना रेडी क्यामराम्यान 10 सेकेन्ड गर भिडियो अन भयो एक सेकेन्ड हान्नु एक दुई सेकेन्ड पनि राख्नुपर्छ है ल नेक्स्ट रेकर्ड रेकर्ड बवाल भयो ल दा जति पोज दिनु दिनु तपाईँहरू भयो अब त धेरै पोज भयो जाम अब उसार्नुपर्छ अब आई फिल ढाल्छु होला यसरी यो हाम्रो गिरोनाको स्वयम्भूनाथ मन्दिर यहाँ चाहिँ धेरै टुरिस्टहरू आउने गर्छ बिना मङ्गीको है तर मङ्गी त्यति चर्च हो लो जिरोनाको गल्लीतिर लाग्यौँ हामी कता कता हो कता कता ल यहाँ जिरोनाको यो चाहिँ ओरिजिनल पोस्ट रे यसको भित्र उस हुन्छ के क्रिमा कातालाना जिगाउने हुन्छ क्रिमा कातालानाको तरन्जाको यो कि यो यिनीहरू यिनीहरू हो कि यहाँको चाहिँ चोकलाटा चिज केक क्रिमा खाने प्रोभाइड खाम
¿Puedes saber los precios? 250 la unidad. Cada una, ¿no? Este es de alcohol, ¿no? Están por aquí los sabores son estos. ¿Qué será ratafia? Es un licor de hierbas. Hierbas. Sí, dame 2 de estos. ¿Sí? Uno de cheesecake. यहाँको पोस्ट्रै Ese es típico de Girona, ¿no? खानी भने कपालले नै कपाल होइन तेरो तेरो तपाईँको होइन अघिसम्म भुकी थिइस् मुलासँग ल्याएँ। के ताल यहाँ छेउमा आएर बसेको हेर ल मेरो बिछौरेको कालौटीले यसले भुकिदियो कि मेरो कलु मेरो कलु मेरो कलु हाम्रो दिदीको यहाँ पुरानो दोस्ती आज भेट भएछ बिछडा हुआ यार कुमको मेलामा हराएको त्यही गरेर लाउनु अब म जाने रे Adiós. Adiós. Sit down. Sentado. नजाने भने छेकेको हेर्नु न यहाँ जान देखेन मलाई यहाँदेखि हामी जान्छौँ हजुर बस्ने भन्छ गर्दैन कालुले छोडेन के हात धुन्थिस् है अहिले धारा भेट्ने बित्तिकै हात धुन्थिस् त अहिले परेवा पनि यहाँ भेटिएछ खाना खाने कि एकछिन बस्ने कि घाम काट्ने कि अब ड्रिङ्क्स गर्ने एउटा एउटा अनि त्यसपछि आइफिल ब्रिज यहाँ घाम मेरै छेउमा बस ल गेम खेल्दाखेरि ल cheers पताता ब्राभस किनकि हरेक ठाउँको माते अनि मायो बियर मिठो हो कि यो टमाटर पताता पनि छुट्टी हुन्छ त्यो हामी त्यो रिबेसमा जाँदाखेरि के भने होइन कस्तो मजा गऱ्यो त्यो पताता झन् मिठो कतिको तर आचार काठमाडौँ हुन्छ चट्नी चाहिँ पछाडि भोक पनि लाग्यो होला नि भोक त लागेन तर यो मुरिलो खाएको छैन यो टमाटेको ल अब सक्यो ड्रिङ्क्स पनि खाएर ओके छ त यो चाहिँ सेकेन्ड मेन लन्च मेन लन्च मेन ब्रेकफास्ट के सरी ओ अब आइफिल ब्रिज जाने रे उफ ए उस खोइ पोस्ट्रे खोइ होइन होइन कहाँ छ भनेको ए ब्यागमा छ ओके बाले बाले हाम्रो दिदीलाई लाग्यो अरे के लाग्यो केही पनि खाएको छैन त थकै लाग्यो थकै लाग्यो आइफोन बडा रहरले किने बडा भन्छ पैसाले किन्दै भन्छ होइन अनि अब लोकेसन पनि सेयर गर्नुलाई
यसमा पनि थियो मैले यो हेरेको थिएँ तर यो चाहिँ अलि मलाई फेन्सी लाग्यो कि अरूहरू कुरा नि छ नि त लिने हो र यहाँबाट एड एनालाइज गर्ने अझै अरू अरू साबुनहरू त्यति भयो त हाल्नु कि उता लैजान किनौँ न त घर लैजानलाई लैजानलाई अँ लिउँ त है? डिफरेन्ट साबुन गरेर अहिले कतै बसेर समवेयर ओके तिमीहरूलाई हामी अहिले के लिन जानु लाग्यो दिदी यो छुछु रे छुछु छुछुरे यहाँको जिरोनाको हामी छुछुरे लिन आएको हो हामी एउटा क्रिममा काका लाने हो किनेमा कता लिने होइन लैजानलाई यस्तै देना त कस्तो अघि थियो त फेरि किन होइन घरको लागि लिएर जानु परेन यहाँबाट लिएर गएर यो ठाउँ चाहिँ una de nata algo caja ¿cuántos quieres? 4, 6 más o menos 6 sí mejor porque nosotros llamamos en Barcelona poco fácil y una de chocolate ¿qué más sabor? Ustedes también Este es de almendra, naranja y frambuesa. vale pada 3 भयो हैन यस्तै 3 vale una de Cuatro naranja 4 va 3 भयो ए 4 Ahora tengo 5. 5 तपाईँ लाने हो कि नै यहाँको फेमस छ नि पैसा होइन मसँग त कहाँ मसँग नि छ मैले contar के त आयो कि con 10 नहीं तो मार देगा 10 लियो 15 होइन ओ अब खाना खाने बेलामा हालिदिन्छु यो लड्डु खानु मन लाग्यो मलाई 9 10 रुपैयाँ थोरै जल्दी गरे अहिले नास्ता जाने हामी अब त खाना खान जाने हो खाने होइन भाइ यो खाने होइन होइन मास Parece 60. अहिले खानु मन लाग्यो एउटा त खानु पर्यो ल हाम्रो घरको लागि पार्सल रेडी काखामा दियो भनेर मागेको नि त हजुर स्पेसल मान्छे त्यही भएर हामीले एउटा चाहिँ अर्को ठाउँबाट लिग्यो अनि यो चाहिँ घरको लागि कासाको लागि कासा मोनेहरूबाट लिन्छ यहाँको पोस्ट्रेहरू यहाँ लड्डु यो चाहिँ त्यो उसको दिनमा खान्छ के ल म पनि अब एउटा लड्डु निकालेँ है यहाँको लड्डु है छ साह्रै राम्रो देखेछ त यो त हाम्रो यहाँको लड्डु हाम्रो दिदीलाई डोनट मन परेछ बेसरी टुट्यो अर्को पनि टुट्नै रहेछ ल त हेर्नु दिदी के खाँदै हुनुहुन्छ यस्तो पुरानो स्टाइल के खाँदै हुनुहुन्छ थाहा छैन के हो तर दिएको लड्डु अब यहाँ डाइट हुन्छ अरे डाइट भएर हेलिकप्टर मेरोमा फेरि फोन आएको छ
देखाउ न हेलो हेलो यहाँ हाम्रो दिदीहरूसँग घुम्दै होइन खाँदै यहाँ के हो यो चाहिँ यो क्यारामल एप्पल्स हो क्या क्रान्ची एप्पल एप्पल नै हो कोमा भन्दो रहेछ कमलामा होला बाहिरमा चाहिँ चक्लेटको हुन्छ अगाडि जाउँ हजुर हामी कता कता डुलिरहेछ थाहै ओ वेट 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 पानी पानी पिउने नेपाली जस्तै लाग्यो हजुर हजुर चिसो चिसो छ नानी है खै कता कता गए जताततै यही घडीको मात्रै घर उस जताततै पाउँदो रहेछ तर त्यो अघि हामीले सेकेन्डमा किन्यो यो कासा मोनेर यो चाहिँ जोस अलिकति फेमस नै रहेछ कुन हो तेरो कुरो बसेको यही होइन रेड यही हो पुलै अगाडि आएर बसेर मलाई यार अगाडि मेरे सैया जी सरको यो चाहिँ हो हाम्रो आइफिल ब्रिज भन्छ आइफिल ब्रिज ओके साँप हेर साँप एनोकोन्डा एनोकोन्डा नि छ ऊ एनोकोन्डा हेर एनोकोन्डा अनि के हो त्यो क्र्याब्स हो दिदी पैसा फाल ल मनको इच्छा यहाँ आएर पुरा भयो यो रातो पुलमा आएर कस्तो फिल भइरहेछ दिदी यो भनेको यो आइफिल ब्रिज हो रकी रकिङ यो लड्डु खुलायो भाइले बिहान आउँदै लड्डु खुलाए आजको चाहिँ हामी माथि डाँडामा चाहिँ बडी खोज्न गएको भेटाइन त्यही भएर रातो पुलमा आएर रेड विस गरेको क्या हो एकैछिन ल दिदीको फेरि त्यो लेस भन्ने कुरा चाहिँ चुपा दिदी यो रातो पुलमा आएर कस्तो फिल भइरहेछ तपाईँलाई मलाई अचम्म कहिले नआएको ठाउँ है कस्तो राम्रो है रातो पुल रातो पुल टोपी पनि रातै छ क्या भाइ हो कि दाइ हो र रातो पुलमा दुईटा युगल जोडी नाचिरहेको हाम्रो पौडी खेलिरहेको दुईटा युगल जोडी हाम्रो उसमा अहिले सट्टी मगाएर चराप निमाडेर छैला 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 ल सिनेमा हल घिचिरहनाको कतै यतातिर हो बुफे रोक्का भिलेज यहीँ छ अरे 14 minutes in metro. 2 hours 14 minutes. टाढै रहेछ यो अरे हामी खाना आएको बन्द ओपन छ कि छैन हेर्नु न होइन त्यो गुगलमा के लेखेछ यहाँ पनि घन्टी बजाउनु पर्ने हो अचम्मको छ त रेस्टुरेन्ट त धुप आयो सबैको पेट सुसी धुप खान नपाएर कसले सुत्न नपाएर यहाँ धुप धुप भन्छ यहाँ पनि हेर्छ सुसीको अहिले यहाँ प्रमोसन यहाँ हाम्रो मिलन भाइको झोला टुटेको कारणले गर्दाखेरि तिमी भाइ 6 युरोको लोभ देखाउने अनि फेरि 22 युरोको ब्याग किन भन्ने ल हेर झोलाको हालत नयाँ जति ट्याग निकाल है भाइ ट्याग निकाल है बेजत नगर है बेजत नगर है लामो गराउने चुप्पा दिदीको गिफ्ट है कसैलाई चुप्पा दिदी भन्ने चाहिँ उहाँ हुनुहुन्छ उहाँको गिफ्ट
ल हामी आयौँ लन्च खानु होला विन्डो भ्यू ल म टोइलेट जान्छु ल म पनि muchas gracias मेरो चुचौ है फेरि उकालो चढ्नु पर्ला 3 युरो रे अरब बानियोमा जाने यहाँ त पानी नै छैन अहिले त होला कता गयो ओके भिडियोमा रहेछ नआउने हिस्ट्री अब यहाँ छ अबाउट दिस प्लेस सो त्यसै रहेछ तिर मेरो ज्याकेट ल्याएको होइन यत्रो भड्याङ नै भड्याङ अरबिक बाथ यो चाहिँ नुहाउने ठाउँ रे के यहाँको मान्छेहरू कहाँ माथिदेखि गएर डिसपोइन्टेड 3 रुपियाँमा टावेल त्यहीँ नुहाउने ठाउँ सबै दिन्छ भनेर यस्तो ठाउँमा छिरेको भेरी डिसपोइन्टेड यस्तो बेकुप बनायो यार बेटा नि 100 युरो आउँथ्यो 90 युरो सेयर आउँथ्यो मलाई दुःख लाग्यो यार जीवन कति इन्जोय हुन्थ्यो यार होइन आज जङ्गल त धेरै घिनेखा भयो हेर घर जानु पर्यो भन्नुपर्छ रानीलाई नुहाएको रे त्यसले रानी बनेर आएको थियो तौलिया दिन्छ रे कहाँ तौलिया दिन्न भनेको मैले तैँले तौलिया त्यहीँ दिन्छ कहाँ दिन्छ 3 रुपियाँ भनेको त्यो भएर काटेर आउने अब भने टिभीमा देखाएको होइन टिभीमा पनि नुहाएको त गएन कि पानी पनि नलाग्ने त्यो रिसेप्सनको केटी 15 युरोमा ट्याक्सीले जिरोमा स्टुडियमको पुऱ्याउँथ्यो क्या हो नि
3 रुपियाँमा 3 रुपियाँको डिसपोइन्टमेन्ट भएर रमाइलो भयो थियो होइन लास्टमा घर जाने बेलामा चाहिँ बेकुपै भइसक्यो होइन यस्तो टुरिस्ट भइसकेपछि बेकुब हुनुपर्छ होइन भने त टुरिस्टै हुँदैन सायद त इन्टरनेसनल होस् ओरिजिनल टुरिस्ट बनाइदियो अर्को उतादेखि आज मूत्र विसर्जन गरेर यहाँ चाहिँ नुहाउन पाउँछ होला यहाँ चाहिँ नुहाउने नै होला हो आउने ठाउँ क्या हो यो त यहाँ चाहिँ नुहाउने नै होला अनि गाडी पछि आउँदा पैसा त्यो त बिना फुकट पैसा ढल्ने यसले नुहाउनेहरू सबै चाहिँ जहाँ पनि देख्न पाइन्छ लोदा टिबेटियन प्रेइङ फ्ल्याग ओ माने पेमे हो के त ए घाम लाग्दा यो ठाउँमा बस्नु यो बाल्कनीमा बस्न कम त मजा आयो होला अवस्था कोही कोही ल हेर सकियो त मिनी मेरका त्यही छ त ऊ बाटो बाटो छ दम 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 घाम छ छोडेर घाम छ पनि ताप्नु चाहिँ बिहान हेरियो के गर्ने र मेरो कात पानी सानी किन्ने कोक्सो किन्ने के भयो पैसा दिनु पर्यो घरतिर लाग्नुपर्छ कफी खाँदा टाइम लाग्छ उस खाने होला नि बसेर छुछ्यो छुछ्यो ट्रेनमै यति मेरो कात गएको छैन हौ हामी सुपर मार्केट आची बाह्र किचन राति बसेको है यहाँ टक्क बसेर गेम हेर्दै भाइ त्यसलाई कोला भन्दैन त्यसलाई सर्वेसा भन्छ विचार कन्फ्युज भएको कि उसले कोला भनेर लिएको रे तर सर्वेसा परेर रहेछ कि बाहिर आएर हेर्दाखेरि पैसा पर्यो कि खानु भएन है अब खानै पर्यो पिउनु पर्यो पिउनै पर्यो अब एकल गाडी नबन्नुहोस् ल लास्टको चेयर्स ल सबैजना ओइ चेयर्स उम्लिँदा उम्लिँदैन ओइ ओइ काजीमान गुरुङ ल चेयर्स सकिएकोमा लो आस्था अब लोहेको